हेलो साथीहरू, म चाहिँ आज करेन्ट चाउचाउ खाँदैछु साथीहरू। नखाऊँ भन्यो भने खानु मन लाग्छ, खायो भने समस्या हुन्छ भन्छन् मात्रै होइन, हुन्छ नि यो खाने चिज पनि होइन नि साथीहरू। खासमा त मुखको स्वाद के गर्नु, नखाइ पनि नहुने साथीहरू। म चाहिँ आज करेन्ट चाउचाउ खाँदैछु। तातो तातो बनाएर चाहिँ करेन्ट चाउचाउ चाहिँ हामी आमा छोरा 3 जना खान्छौँ साथीहरू। नखाइ पनि नहुने, खायो भने पिरो हुने, के गर्नु खानु मात्रै मिठो हो साथीहरू। तपाईँहरूकोतिर कतिको पानी पर्दैछ साथीहरू? हाम्रोतिर त पानी परेर वाक्क दुःखै लागिसकेको छ। फागुनको कति गतेदेखि परेको साथीहरू पानी परेकै असार लागिसक्यो। अब साउन पो लाग्न आँटिसक्यो साथीहरू। काम गर्न दिँदैन केही पनि, बनायो खायो बनायो खायो, कति खाने, मोटाएर ठस ठस भइसक्यो साथीहरू। फाइनली मैले चाहिँ खाइसकेँ साथीहरू। तपाईँहरू पनि खानुहोस्। हाम्रो ठाउँ त चिसो छ साथीहरू, तर करेन्ट खाँदा खाँदा मलाई पसिना आइसक्यो। झन् यो गर्मी ठाउँमा त झन्, मधेसतिर त झन् यस्तो पिरो चाउचाउहरू खाँदा के हुन्छ हालत है।